हेलो गाइज, वेलकम टु माई च्यानल। आज चाहिँ हामीले के पढ्न जाँदैछौँ भने लिनियर डिफरेन्सियल इक्वेसन के हो र त्यसलाई चाहिँ कसरी सल्भ गर्ने भनेर। अब सुरुमा हामीले लिनियर डिफरेन्सियल इक्वेसन सल्भ कसरी गर्ने थाहा पाउनुभन्दा अगाडि के हो त नि लिनियर डिफरेन्सियल इक्वेसन भन्ने थाहा पाउनु पऱ्यो। कुनै पनि डिफरेन्सियल इक्वेसनलाई लिनियर डिफरेन्सियल इक्वेसन भनिन्छ जब त्यो फर्स्ट डिग्रीको हुन्छ, फर्स्ट अर्डरको हुन्छ र यो डिवाई बाई डिएक्स प्लस पिवाई इजिकल टु क्यू भन्नेको फर्ममा हुनु पर्यो। यो फर्ममा भयो भने मात्र हुन्छ। र यो पी र क्यू भनेको चाहिँ के हुनुपर्छ, कि चाहिँ फङ्सन अफ एक्स हुनुपर्छ कि चाहिँ कन्स्ट्यान्ट हुनुपर्छ। यही डिफरेन्सियल इक्वेसनलाई हामीले के भनिन्छ, लिनियर डिफरेन्सियल इक्वेसन इन वाई। के रहेछ लिनियर डिफरेन्सियल इक्वेसन भनेको? A differential equation of first degree and first order is said to be linear differential equation if it is in the form of dy by dx plus py is equal to q and p and q must be function of x or constant is called linear differential equation। और यो p र q छ नि, यो चाहिँ y को फंक्सन हुन पाएन, x को मात्र फंक्सन हुन पायो कि कन्स्ट्यान्ट हुन पायो। ठीक छ। अब हाम्रो लिनियर डिफरेन्सियल इक्वेसन कस्तो हुन्छ, यस्तो हुन्छ। अब सुरुमा कहिलेकाहीँ यस्तो नहुन सक्छ, यस्तो हुन सक्छ, एक्स डिवाई बाई डिएक्स प्लस पी वाई। यस्तो भयो भने के हाल्ने, डिभाइडेड बाई एक्स गरिदिने नि, अनि हाम्रो कुन फर्ममा जान्छ, यो फर्ममा जान्छ। यो फर्ममा गएपछि हामीले के गर्ने, यससँग इक्वेट गर्ने, यससँग के इक्वेट गर्ने, पीसँग पीको भ्यालु इक्वेट गर्ने, क्यूसँग क्यूको भ्यालु इक्वेट गर्ने। त्यहाँपछि हामीले के गर्ने भन्दा इन्ट्रिग्रेटिङ फ्याक्टर निकाल्ने। अब इन्ट्रिग्रेटिङ फ्याक्टर त निकाल्ने, तर इन्ट्रिग्रेटिङ फ्याक्टर भनेको के हो त थाहा हुनु पर्यो। इन्ट्रिग्रेटिङ फ्याक्टर भनेको एउटा यस्तो फ्याक्टर हो जुनले चाहिँ कम्प्लेक्स डिफरेन्सियल इक्वेसनलाई एक्ज्याक्ट फर्ममा लैजान सजिलो गराइदिन्छ हामीलाई, जसले गर्दा हाम्रो यो डिफरेन्सियल इक्वेसन सजिलै सल्भ हुन्छ। ठिक छ। अब इन्ट्रिग्रेटिङ फ्याक्टर निकाल्ने फर्मुला के हुन्छ, यसमा ई को पावर पी डिएक्स। पी भनेको कहाँबाट आउँछ, और यसबाट कम्पेयर गर्ने, कम्पेयर गरेर पी आउँछ, अनि यो आयो होइन। यसबाट कुनै भ्यालु आउँछ, यो यहाँ सल्भ गरेपछि यहाँ केही भ्यालु आउँछ, ल मानौँ त्यसलाई जेड मानिदिउँ। यो जेड हुन्छ नि, यो चाहिँ अब यो त्यसलाई चाहिँ यो आई भन्ने इक्वेसन यसमा लगेर मल्टिप्लाई गरिदिने हामीले। यसमा मल्टिप्लाई गरेपछि आइएफ इन्टु वाई इज इक्वल टु इन्ट्रिग्रेसन क्यू इन्टु आइएफ डिएक्स हुन्छ। यो नर्मल्ली चाहिँ के हुन्छ, सुरुमा हामीले के हालिन्छ, यो छ नि त हाम्रो डिवाई बाई डिएक्स प्लस पिवाई इज इक्वल टु क्यू छ होइन। हामीलाई यसलाई के गर्ने, इन्ट्रिग्रेटिङ फ्याक्टरले मल्टिप्लाई गर्ने। इन्ट्रिग्रेटिङ फ्याक्टरले यो दुईटालाई मल्टिप्लाई गर्यो, यता नि इन्ट्रिग्रेटिङ फ्याक्टरले मल्टिप्लाई गर्यो। त्यहाँपछि यो इन्ट्रिग्रेटिङ फ्याक्टरले मल्टिप्लाई गरेपछि चाहिँ के हुन्छ, हाम्रो यो एक्ज्याक्ट फर्ममा जान्छ। एक्ज्याक्ट फर्म के हुन्छ, डी इन्ट्रिग्रेटिङ फ्याक्टर डट वाई। वाई भनेको के हो, यो पीको पछि छ नि त्यही वाई हो, यहाँ जहिले पनि त्यही वाई हुन्छ। इन्ट्रिग्रेटिङ फ्याक्टर इन्टु वाई, अनि यताको त सेम भयो, क्यू डट आइएफ। अब यसलाई हामीले इन्ट्रिग्रेसन गरिदिउँ भने के आउँछ, यसलाई इन्ट्रिग्रेसन गरिदिउँ, यसलाई इन्ट्रिग्रेसन गरिदिउँ। इन्ट्रिग्रेसन भनेको के, एन्टी डेरिभेटिभ। एन्टी भनेको के, डेरिभेटिभलाई काटिदिन्छ यसले। यो डेरिभेटिभ र यो काटियो, त्यहाँ चाहिँ के आयो हाम्रो, आइएफ इन्टु वाई भनेको इन्ट्रिग्रेटिङ फ्याक्टर क्यू डट आइएफ, यो डिएक्स, यहाँ डिवाई डिएक्स हुन्छ, अनि यसले उता मल्टिप्लाई गरेपछि यो डिएक्स हुने, यो फर्ममा आयो। अब यो फर्मपछि त हामीलाई सजिलै सल्भ गर्न सक्छौँ नि त। ठिक छ, ठिक छ। अब अर्को भिडियोमा चाहिँ हामीले यिनीहरूको सोल्युसन ल्याउँछु। धन्यवाद।